अर्को सामूको एक कप चिया पनि खाएको छैन मैले, म खानु पनि नपरोस्। यो माटो कसम हेर्नु, यो माटो र ढुङ्गा कसम हेर्नु, एक कप चिया खानु परेन मलाई छैन, खान पनि नपरोस्। कस्तो कुरा यो हेर्नु, मैले यो माटोको टिको लाउँछु म हेर्नुस्। नरनाथ गौतम भनेको यो खालको मान्छे हो। माटोको टिका माटो कसम खान्छु, यो माटो कसम खान्छु। मलाई हर्कजीको 1 रुपैयाँ पैसा पनि चाहेन, मलाई एक कप चिया पनि चाहेन। म उहाँ राम्रो मान्छे, उहाँ देशप्रेमी हो, उहाँलाई सपोर्ट गर्छु। यो वाइसेल बनाउँदाहरूले हाम्रो जनयुद्धका घाइतेहरू, अपाङ्ग अशक्त शहीद परिवारहरूको चाहिँ करप झ्याप पैसाहरूको चाहिँ अथाह पैसा बोरा लएर राख्ने यिनी वाइसेल नाम म लिन चाहन्न। अब कुन चाहिँ वाइसेल आउँछ, कुन चाहिँ वाइसेल आउँछ मसँग डिबेट गर्नु पर्यो। प्रचण्डले माओवादी पार्टी परित्याग गर्नु, माओवादी भन्ने शब्द पनि खारेज भइसक्यो। प्रचण्ड चाहिँ पहिला गइसक्नु भयो होइन। पहिला तपाईँको चाहिँ कोही पहिला जान्थे भने वाइसेलले कुन चाहिँ जनयुद्ध घाइतेको बारेमा बोले, दण्डपीडितको बारेमा बोले, शहीदको परिवारको बारेमा बोले। यो नरनाथ गौतमले नि बाँचुन्जेल अहिले पनि पछाडि फर्केर सर्च गरेर हेर्नुहोस्, नरनाथ गौतमले 10 वर्ष जनयुद्ध शहीद भएका बेपत्ता परिवारको बारेमा नरनाथ गौतमले अठोटका साथ बोल्दै आएको छ। धरानवासीलाई गएर सोध्नु न, मलाई नसोध्नु। तपाईँहरूले कति काम गर्नु भएको छ वासीलाई सोधौँला। अनि तपाईँको ओपिनियन हामी सोध्दैछौँ नि त। उहाँको त्यो मनले छोयो क्या, उहाँको त्यो मन। नरनाथ गौतम अगाडि बडो डिग्निटी खोइ त। हर्क साम्बाङज्यू जिन्दाबाद, जय श्रम पिता, माटो जिन्दाबाद, जय माटो। अब माटोले मात्र गर्छ, त्यति हो। आदरणीय दर्शकबिन नमस्कार। यतिखेर हाम्रो बिचमा चर्चित हाम्रा युवा अभियन्ता राजनीतिकर्मी नरनाथ गौतमजी हुनुहुन्छ। हामी उहाँसँग समसामयिक विषयमा कुरा गर्नेछौँ। नरनाथजी नमस्ते। जय माटो, जय देश, जय श्रमदान यसो भन्छन् क्या होइन तपाईँ पार्टी र तपाईँका नेताहरूले। तपाईँ सन्चै हुनुहुन्छ? हजुर एकदम आराम कुशल छ हजुर। तपाईँ यो सिफलमा भेटिनु भएको छ, के कति कामले आउनुभयो? अब हाम्रो चाहिँ यो श्रम संस्कृति पार्टीको महाअभियानको जुन एउटा कार्यक्रम छ भोलि, त्यसको लागि चाहिँ हामी यहाँ चाहिँ काठमाडौँको सबैलाई चाहिँ हुने ठाउँ हजुर अब बिचमा हजुर अब यो तपाईँको चाहिँ बागेश्वरीको छेउ अलि भित्रपट्टि, बागेश्वरीको मन्दिरबाट भित्रपट्टि सिफल चौरमा चाहिँ यहाँ अलिकति सबैलाई लाखौँ लाख जनतालाई आउनु पनि राम्रो सुविधा सम्पन्न पनि छ। त्यसकारण यहाँ भोलिको कार्यक्रमलाई चाहिँ आज मिटिङ तय पनि हुँदैछ, मिटिङ पनि भयो लगभग। त्यसैको लागि चाहिँ श्रम पिता हर्क साम्बाङज्यू आफै आउँदै हुन्छ। एकदम भव्यका साथ सफल पार्नको लागि चाहिँ म पनि लागिपरेको छु। तपाईँ त पूर्व माओवादी लडाकु होइन? कसरी तपाईँ श्रम संस्कृतिमा आउनुभयो? तपाईँ माओवादी पार्टी छोडिदिनु भयो तपाईँले? अब माओवादी पार्टीको नाम निशानै मेटिसक्यो। तपाईँले कुन चाहिँ माओवादी भन्नुभयो? तपाईँ प्रचण्डको कार्यकर्ता होइन? प्रचण्डले माओवादी पार्टी परित्याग गर्नु, माओवादी भन्ने शब्द पनि खारेज भइसक्यो। म कुनै पनि अब म चाहिँ अहिले एउटा चाहिँ देशको गहना, राष्ट्र देश हाँक्ने चल्दो बल्दो युवा देशभक्त हर्क साम्बाङज्यूलाई चाहिँ सपोर्ट गर्नुपर्छ। उहाँमा यो देशको माया छ। अबको विकल्प भनेको हर्कबाद मात्रै हो, अरूले कसैले गर्न सक्दैन। यो देश बचाउने नि उहाँ हो। प्रचण्डलाई पनि त्यही भन्नुहुन्थ्यो, प्रचण्ड चाहिँ एसियाकै तारा हो भनेर तपाईँ भन्नुहुन्थ्यो। कहिले पनि जिन्दगीमा एसिया तारा पनि मैले भनिनँ, प्रचण्डको मैले गुणगान गाएको पनि छैन। पहिला हो उहाँ माओवादी केन्द्रको अध्यक्ष हुनुहुन्थ्यो, त्यति बेला मैले गरेँ होला गुणगान। तर उहाँ अहिले माओवादी केन्द्रको कुनै पार्टी सदस्य पनि होइन, केही पनि होइन। र त्यो माओवादी शब्द हटिसक्यो क्या। त्यो प्रचण्डले पार्टी परित्याग गरेर प्रचण्ड चाहिँ पहिला गइसक्नु भयो होइन। पहिला तपाईँको चाहिँ कोही पहिला जान्थे भने एउटा ऊ हुन्थ्यो नि, तर प्रचण्डले पार्टी परित्याग गरिसके। वाइसिएलले कुट्ला नि तपाईँलाई फेरि यसो भन्दा। अब लोकतन्त्र हो, गणतन्त्र हो, बोल्न पाइन्छ। यतिको सानो कुरा बोल्दैमा मलाई वाइसिएलले करप झ्याप पारे पनि मतलब छैन। तर साँचो र सत्य बोल्नु नरनाथ गौतम होइन। द्वन्द्वकै क्रममा गोली खाएको मान्छे तपाईँलाई त 2-4 झापडले त के फरक पार्छ? होइन, वाइसेलले कुन चाहिँ जनयुद्ध घाइतेको बारेमा बोले, दण्डपीडितको बारेमा बोले, शहीदको परिवारको बारेमा बोले। यो नरनाथ गौतमले नि बाँचुन्जेल अहिले पनि पछाडि फर्केर सर्च गरेर हेर्नुहोस्, नरनाथ गौतमले 10 वर्ष जनयुद्ध शहीद भएका बेपत्ता परिवारको बारेमा नरनाथ गौतमले अठोटका साथ बोल्दै आएको छ। हो बुझ्नुभयो नि? आज तपाईँलाई हामी यहाँनिर वाइसेलको कुरा गर्दै हुन्छ के तपाईँको 2-4 चाहिँ हजारमा बिक्री वितरण गर्ने वाइसेल नाम नलिनु। यी वाइसेल बनाउँदाहरूले हाम्रो जनयुद्धका घाइतेहरू, अपाङ्ग अशक्त शहीद परिवारहरूको चाहिँ करप झ्याप पैसाहरूको चाहिँ अथाह पैसा बोरा लएर राख्ने यिनी वाइसेल नाम म लिन चाहन्न।
अब कुन चाहिँ वाइसेल आउँछ मसँग डिबेट गर्नु पर्यो मसँग डिबेट गर्न सक्छ कुनै वाइसेलले सक्दैन म एउटा झिल्का हो यो झिल्काले सारा सम्पूर्ण नेपाली जनताको आवाज उठाएर बोलेको छ यो झिल्कालाई कुनै पनि बाहेकलाई छुन सक्दैन दीपशिखाले तपाईलाई भेट्यो भने गोद्दैनन् यस्तो बोल्दा नरनाथ चाहिँ तपाईँ आउनु पर्यो भनेर दीपशिखाले बोलाइराख्नु भएको छ दीपशिखा भन मानु अन्य नेताहरूले पनि बोलाइराख्नु भएको छ तर अब उहाँहरूले बोलाउँदैमा नरनाथ गौतम त्यो टाइपको मान्छे होइन नरनाथ गौतम उठ बस भने बस भन्ने खालको नरनाथ गौतम होइन र साँचो र सत्य र देशलाई माया जसले गर्छ त्यो पक्षमा नरनाथ गौतम ठिङ्ग उभिन्छ हो पछिल्लो समयमा हर्कबाद ठिङ्ग उभिनु भएको छ देशको माया सम्पूर्ण नेपाली 3 करोडको चाहिँ एउटा ढुकढुकी मनमा बस्न सफल भएका धरान उपमहानगरपालिकाका मेयर श्रम पिता हर्कजी जुन लागिपर्नु भएको छ एउटा माटो अभियान बोकेर उहाँ जतिको देशप्रेमीलाई हामीले साथ दिनुपर्छ अब नरनाथ गौतम यो कम्युनिस्ट विचार होइन यो अन्य पार्टीको विचार होइन साँचो त्यो उहाँ चाहिँ श्रम पितालाई साथ दिनै पर्छ भनेर नरनाथ गौतम त्यतातिर ढल्केछ भेट्नु भएको छ हर्क साम्पाङलाई भेटेको छु नि मैले व्यक्तिगत रूपमा व्यक्तिगत भेटघाट भइरहेछ नि हाम्रो एकदम राम्रो सालिनले त उहाँलाई त छुचो भन्छन् कसले छुचो भन्नु परेको भुन्टे परेको एउटा छुचो रातभरि लेखिराख्ने स्टेटस लेखिराख्ने तितो बोल्ने भन्छन् तपाईलाई चाहिँ कसरी मन पर्यो त्यो मान्छे मलाई त राम्रो मान्छे स्पष्ट काम कुनै पनि बाधा आर्चनासम्म त्यो कामले स्पष्ट फिल्मै गर है यो काम गर्नुपर्छ चुबलाएर बस्नु नै राज्यको ढिउढिउ पैसा तलब खन पैसा खाएर तिमीहरू यो काम गर्नु पर्दैन जनताको काम गर्नु भनेर उहाँ चाहिँ फिल्ममा गएर चाहिँ राज्यका चाहिँ कर्मचारी निजामतीज्यूहरूलाई भनेर उहाँले त्यो कामलाई अगाडि सारिहाल्नुपर्छ त्यो काम मलाई मन पर्यो अरू काम जति पनि काम अड्केको छ त्यो काम चाहिँ तुरन्त अन द स्पोट निर्देशन दिएर हुन्छ कि के गरे हुन्छ आफू खटेर हुन्छ कि आफू खाइ नखाइ हुन्छ कि चप्पल लगाएर तपाईँको खाइ नखाइ उहाँले बराबर एक थोपा पानी पनि खानुहुन्नमा त्यसरी 18 घन्टा खटेर चाहिँ धरानवासीलाई गएर सोध्नु न मलाई नसोध्नु तपाईँहरूले कति काम गर्नु भएको छ वासीलाई सोधौँला अनि तपाईँको ओपिनियन हामी सोध्दैछौँ नि त उहाँको त्यो मनले छोयो क्या उहाँको त्यो मन उहाँको त्यो हरेक काम गर्ने शैली उहाँको नीति विधान अहिले पछिल्लो समयमा पार्टीको त्यो विधान छ श्रम संस्कृति हेर्नुभयो तपाईँले एकदम राम्रो के रहेछ त्यहाँनिर 1-2 दिन भनिदिनुहोस् त तपाईँलाई म अहिले तपाईँले सबै कुराहरू त्यो श्रम संस्कृति पार्टीको चाहिँ आफ्नो गोपनीयता हुन्छ त्यो बारेमा अहिले स्पष्ट भन्दिनँ म तर मैले भन्नै पर्दैन विधान त स्पष्ट के फरक पर्ला र कतिपय घोषणा विधान चाहिँ घोषणा पत्रमा उल्लेखित भइसकेको सञ्जालमा पनि आइसकेको छ तपाईँले हेर्नु होला तपाईँ आफै विचार गर्नु होला कस्तो लाग्छ मलाई चाहिँ राम्रो लाग्यो एक्सप्रेसन लाग्यो होला मलाई मात्र होइन हरेक चाहिँ नेपाली जनतालाई राम्रो लागेको छ एकदम त्यस कारणले गर्दाखेरि म भन्न चाहन्छु म यहाँ खोक्रो भाषा बोलेर आफू चर्चामा बोल्नको लागि आएको होइन एउटा समय ए बाबा राम्रो मान्छे हुन् भनेर सुरुमा त सपोर्ट गरियो नि अब के गर्नु त अब स्वरमा चिच्याउने कि पुण्य गौतम थिए कि तपाईँ हुनुहुन्थ्यो ए बाबा बालनले गर्लान् भनेको बालनले गरेन सडक पेटीमा पर बजार एक मुठो साग बेच्नेलाई पनि लहटे मकै पोल्नेलाई पनि लहटे बदम बेच्नेलाई पनि लहटे अहिले बदम बेच्ने बुवाहरू पनि यहाँ पर बजार हिँडिरहनु भएको छ पहिला सुन्न बालनले गर्दा लहट उहाँहरू चाहिँ उहाँहरूले एउटा ठाउँ दिनुपर्छ पर्दैन होइन उहाँहरूलाई एउटा स्थान दिनुपर्छ पर्दैन त्यही भएर मलाई मन परेन पहिला सपोर्ट गरी अहिले बर बिचरा मनफली बेच्ने ढाका यो ढकिया बोकेर हिँडिरहनु भएको छ बुवाहरू बर बिचरा उमेर हेर्नु 60-65 वर्ष हुनुहुन्छ गरेर पनि खानु दिनु ल पीडित आफै बोल्छन् म बोल्नु पर्दैन पीडित आफै बोल्छन् हजुर सुन्दर बनाउने प्रयास गर्नु भयो होला नि त सर त अब सुन्दर हो कि तपाईँ न्यु रोड घुम्न जानुभयो ए बाबा सुन्दर बनाए पनि जे बनाए पनि त्यो 20 वर्ष अगाडि खनिया बाटो एउटा ग्राभिल भएको छ यहाँ सुन्दर बनाएर चाहिँ के रे त्यसले आउने ठाउँमा पनि के रे यता आउनु न तपाईँ यहाँ आउनु न यहाँ आउनु यहाँ आएर तपाईँले स्पष्ट भनिदिनु पर्यो आउनु पर्यो यहाँ आउनु हो उहाँको जस्तै पीडितको कुरा पनि तपाईँले जसरी पीडितको पक्ष लिएर एउटा घोको सुन्न मकै बेचेर बर बिचरा आफ्नो घर परिवारको चाहिँ सन्तान पढाउनु पर्ने हरेक सन्तानको भावना आकाङ्क्षालाई सपना पुरा गर्नको लागि चाहिँ 2-4 घोगा मकै बेच्ने 2-4 मुठा रायोको साग बेच्ने 2-4 पोको चाहिँ सिस्नु बेच्ने त्यस्ता बर बिचरा किसानहरू त्यस्ता व्यापारी दाजुभाइ दिदीबहिनीलाई लहटेर विकास गरे बालन साले तपाईँ कुन दुनियाँमा हुन्छ तपाईँ सर काठमाडौँ राजधानी हो राजधानी सफा हुनुपर्छ सफा त राजधानी सफा त जमानादेखि सफाइ गर्नुपर्छ चाहिँ सहरलाई व्यवस्थित गर्नुपर्छ यो त राम्रै कुरा हो त्यो त राम्रो कुरा हो होइन कुरा मैले उहाँलाई विरोध गरेँ होइन नि त तर मैले आपत्ति मेरो के छ भन्दाखेरि पीडितहरू
जो 2 पैसा कमाउने, जो परिवारलाई सुख शान्ति, जो पढाइ-लेखाइमा पर बिचरा 2-4 पैसा आउँछ भन्न आम्दानी केही हुन्छ कि भनेर सडकपेटीमा रहेका व्यापारीलाई उठाएर लहड्न पाइन्न। उहाँहरूलाई केही व्यवस्थापन गरिदिनु पर्थ्यो। एउटा तपाईँको बानेश्वरमा ल्याएर तलतिर एउटा सानो चौडीमा ल्याएर राखेर कि त सबै व्यापारीलाई अटाइदिनु पर्यो। 2-4 जना उहाँले पावर सोर्स लगाएर सिफारिस पुर्याएका कुनै 2-4 जना व्यापारी ल्याएर राख्नु भएन। मैले भनेको सबैलाई समेटेर राख्यो भने चाहिँ राम्रो हुन्थ्यो। उहाँको अलिकति केही त्रुटि छ, त्यसलाई अलिकति सफल बनाउनलाई उहाँले कसरत गर्नैपर्छ। होइन भने बालेन्द्र शाहज्यूले सुन्नु तपाईँले कुरै बुझ्नु भएन। होइन भने यहाँ सुन्नु, घिसिङको पनि तपाईँले हिजो जय जयकार गर्नुहुन्थ्यो, आज तपाईँ हर्क साम्पाङको जय जयकार गर्दै हुनुहुन्छ, कसरी हुन्छ नरनाथजी? अब सपोर्ट गर्ने हो, अब राम्रो गर्ने मान्छेलाई सपोर्ट गर्ने हो। होइन मैले सबैलाई सपोर्ट गरेको हो। अब कुलमानजीले पनि राम्रो गरेको हो। पहिला मेरै चाहिँ 33 चोटि उहाँलाई नियुक्ति गर्नुपर्छ। उहाँ उज्यालो निर्माता हो, उहाँ उज्यालो नायक हो। सुन्न उहाँ उज्यालो नायक हो। उहाँ जतिको व्यक्तिलाई चाहिँ फेरि पुनः रूपमा चाहिँ उहाँलाई फर्काइयोस्। कार्यकारी विद्युत प्राधिकरणको चाहिँ कार्यकारी प्रमुख बनाउनु पर्छ भन्न 33 चोटि जेलमा गएको नरनाथ गौतम हेर्नु। राष्ट्रको लागि, देशको लागि, जनताको लागि राम्रो मान्छे हो। 3 करोड जनतालाई उज्यालोमा राख्न सफल भएका व्यक्ति हुन्। कुलमानजी पुनर्नियुक्ति हुनुपर्छ भनेर आन्दोलनमा गएर राष्ट्रको लागि नरनाथ गौतम 33 चोटि जेल परेको कुनै माइकेलाल छ? कतिचोटि भन्नुभयो? कोही आए 33 चोटि। अनि के कुरा गर्नु तपाईँहरू? 33 चोटिसम्म तपाईँ जेल पर्दै गर्दाखेरि तपाईँलाई भेट्न कोही पनि आएनन्? मलाई कोही किन आउनु पर्यो? म कानुन सिस्टमबाट म निक्लिन्छु। मलाई कोही पनि चाहिँदैन। नरनाथ गौतम एक्लै काफी छ। फटा अपराधीहरू मात्रै जान्छन् भन्छ। राष्ट्रिय आन्दोलनमा कुनै पनि अपराधीकरण हुँदैन। तपाईँले अब अपराधीकरण गर्नु भएको छ भने फर्मा लिएर आउनुहोस्, म जेलमा जान तयार छु। मैले त त्यो तपाईँलाई सोधेँ किनकि पुलिसले कसलाई पक्रिन्छ भन्दाखेरि जसले चोर्या छ, डाका गरेका छ, फटाइ गरेका छ, मान्छे मारेका छ, भत्काएको छ, त्यस्तोलाई पक्रिने नि त पुलिस त। तपाईँले के गर्नु पर्यो? मैले त अब त राष्ट्रिय आन्दोलनमा अब उहाँ जतिको राम्रो मान्छेलाई चाहिँ नियुक्ति गर्नुपर्छ भनेर मलाई समातेर लग्यो। ठिक छ, नेपाल प्रहरीज्यूहरूलाई पनि प्रशासन निकायलाई धन्यवाद दिन चाहन्छु। ठिक छ, उहाँले बुझेनन्। तर सत्तामा जो थियो, सत्ताको मान्छे जो कुलमानजीलाई निकाल्ने व्यक्तिहरूले चाहिँ आदेश दिएको खण्डमा मलाई समातेर लगिएको भन्ने कुरा त आयो नि त। तर इँटाले हान्नेलाई चाहिँ मैले चाहिँ फुलको थुङ्गाले पनि स्वागत गरेकै हो स्पष्ट ढङ्गले। पछिल्लो समय तपाईँ गुमनाम हुनुभयो, हराउनु भयो भन्छन् क्या तपाईँका तत्कालीन समयका सहकर्मीहरू जो सँगसँगै चाहिँ तपाईँ मिडियामा यत्रतत्र सर्वत्र हुनुहुन्थ्यो। तपाईँ कता व्यस्त हो? म त्यही त तपाईँले कुरै बुझ्नु भएन। अब यी भ्रष्टाचारी दलालहरूले केही गर्न सकेनन्। अब राष्ट्र बनाउनुपर्छ, देशप्रेमी को भन्दा खोज्दै जाँदाखेरि धरानमा मैले भेटेँ। हर्क साम्पाङलाई भेटेँ मैले। अब उहाँ जतिको मान्छेलाई चाहिँ बरु म ब्याक हुने, मिडियामा नआउने, नबोल्ने, राष्ट्रप्रेमी खोजेर यो देश चाहिँ राष्ट्रप्रेमीलाई जिम्मा लाउने भनेर म त्यसरी भित्र रूपमा चाहिँ सङ्गठन बनाउँदै थिएँ। मैले सङ्गठन पनि बलियो भयो, राम्रो पनि भयो। अहिले श्रम संस्कृति पार्टी पनि एकदम खुलेआम तरिकाले चाहिँ पार्टी दर्ता पनि भयो। अब आउने चुनावमा हामी जनता सामु जान्छौँ, चट्ट भारी मत लिएर आउँछौँ। कुन स्थानमा राख्ला नि त? कति मत देला नि तपाईँहरूलाई, तपाईँ र तपाईँको पार्टीलाई? अब म त भाग लिन पनि लिन्न। किन? तपाईँ जस्तो मान्छे भाग लिनु पर्दैन? अझै 2-4 वर्ष ब्याक रहेर मैले सपोर्ट गर्ने हो। होइन, जनताले तपाईँलाई खोजिरहेछन्, किन तपाईँ भाग नलिने? मलाई अहिले जनतालाई म भन्न चाहन्छु, जय माटो। मलाई अहिले कुनै पनि पद चाहिएन। म आपद र विपद पर्दाखेरि हर्कजीलाई मैले सपोर्ट गर्ने हो। सम्पितालाई मैले सपोर्ट गर्नैपर्छ, हर्क साम्पाङज्यूलाई। उहाँलाई ब्याकमा रहेर म सपोर्ट गर्छु। केही दिएनन्, बालनले केही दिएनन्, अब हर्कले केही दिन्छन् कि भनेर तपाईँ यतातिर आइपुग्या त होइन नि? दुनियाँमा कुन दुनियाँ हुन्छ? हर्क साम्पाङको 1 कप चिया पनि खाएको छैन मैले। म खानु पनि नपरोस्। यो माटो कसम हेर्नु, यो माटो र ढुङ्गा कसम हेर्नु, 1 कप चिया खानु परेन मलाई। छैन, खान पनि नपर्छ। कस्तो कुरा यो हेर्नु, मैले यो माटोको टिको लाउँछु म। हेर्नुहोस्, नरनाथ गौतम भनेको यो खालको मान्छे हो। माटो कसम खान्छु, यो माटो कसम खान्छु। मलाई हर्कजीको 1 रुपियाँ पैसा पनि चाहिएन, मलाई 1 कप चिया पनि चाहिएन। म उहाँ राम्रो मान्छे, उहाँ देशप्रेमी हो, उहाँलाई सपोर्ट गर्छु। यो गोली खान लागि श्रम पिताको लागि गोली खान तयार छु। जबसम्म एक थोपा खान तयार छु भने छाती पिट्नु हुन्थ्यो। हावादारी नगर्नु, एक मुठी सास र 1 थोपा रगत हुन्जेल। नरनाथ गौतम अगाडि बडो हर्क साम्पाङज्यू जिन्दाबाद, जय श्रम पिता, माटो जिन्दाबाद, जय माटो। अब माटोले मात्र गर्छ, त्यति हो। के छ त माटोले गर्ने भन्नुहोस् त? हर्क साम्पाङले नै विकास गर्ने के छ त तपाईँसँग? त्यो के 1, 2, 3 छ? धरानमा गएर हेर्नुहोस्। धरान हेरौँला। एउटा धरानको मात्रै अभिभावक हुँदा त्यत्रो काम गरे। अब धरानमा कुनै पनि काम छैन नि त, क्लियर गरिसक्यो त होइन? हरेक जनता घर घरमा शौचालय, धारा
पानीको आवश्यकता त्यसलाई पुरा गर्नुभयो उहाँ आइकिन। उहाँभन्दा अगाडिका दशौँ वर्ष राज गरेका कसैले पुरा जनताको सपना पुरा गर्न सकेको थिएनन्। तर उहाँ आएर त 3 महिनामा कार्यपलट गर्नुभयो। पहिला काम हेर्नु पर्यो नि, त्यसकारण उहाँसँग त खुबी छ। अब उहाँले त धरान मात्र होइन नि त, सुनसरी जिल्लालाई मात्र होइन, उहाँले 76 जिल्लालाई बनाउनु छ। हरेक जनताको सपना पुरा गर्नुपर्ने छ। त्यस कारणले गर्दाखेरि अबको आवश्यकता श्रम पिता हर्क साम्पाङजी हो। अबको आवश्यकता भने श्रम संस्कृति पार्टीकै आवश्यकता हो। यो देशले माइसिया छ, अर्को विकल्प छैन भन्ने तपाईँको निष्कर्ष हो। त्यही हो कुराकानी। हर्कजीले देशलाई माया गर्छ भने माया गर्नुले सपोर्ट गर्ने हो। माया मारे भने म पनि बिदा हुने हो। अन्त्यमा यो अन्त्य गर्न आँटेको थिएँ, तपाईँले अलिकति मैले तपाईँलाई सोध्नै मन लाग्यो, तपाईँलाई कसैले परिचालन गरे त होइन नि? हर्क साम्पाङको गोप्य कुरा निकाल जसरी प्रचण्डको निकाल्नुभयो त्यसरी नै हिजो त्यो दुर्गा परसाई जस्तो के अरे प्रचण्डको समर्थक चाहिँ कोही पनि थिएन, तपाईँलाई थाहा छ? प्रचण्ड भनेको चाहिँ भनेर भन्दै नि, तर उनले के भन्ने तपाईँलाई थाहा पाएछ? प्रचण्ड जस्तो भ्रष्टाचारी फटा कोही पनि छैन भनेर सबैभन्दा बढी भुक्ने चाहिँ अहिले दुर्गा परसाई हुन्। तपाईँलाई कसैले यहाँ प्रयोग हर्क साम्पाङको भित्री गुदी निकाल भनेर पठा त होइन नि? साम्पाङजीको मलाई कुनै चाहिँ उहाँले के खान्छन् के लाउँछन् भनेर त्यो निकाल्नु पनि छैन, मलाई चाहे पनि छैन। हर्क साम्पाङजी राम्रो व्यक्तित्व हुन्छ, उहाँलाई सपोर्ट गर्ने हो। म कुनै उहाँलाई सिद्ध्याउनु पर्छ भनेर हुलाकी बनेर कसैको परिचालनमा म खटेको व्यक्ति पनि होइन। म एकदम स्पष्ट मेरो ज्यान रहन्छ नि उहाँलाई सपोर्ट हुन्छ, त्यति हो। धेरै लम्बे तम्बे कुरा नगरौँ। बरु तपाईँ चाहिँ परिचालित हुनुहुन्छ कि जस्तो लाग्यो है, यो तपाईँको प्रश्नले चाहिँ एकदम कसरी भन्नुहोस्, अलिकति बताइदिनुहोस्। अलिकति म भन्न चाहन्छु 3 करोड जनताहरू सचेत हुनु है। कसरी तपाईँ चाहिँ अलिकति खेदो खन्ने हुन्छ क्या, बाङ्गो टेढो कुरा नगर्नु न। म हिँडेँ है, तपाईँले चाहिँ यस्ता पङ्गला फुसेको कुरा गर्नुहुन्छ। जय माटो।